सो वेलकम टु डे 53 अफ आवर जर्नी र आज हामी ट्रेनिङ गर्न आँटेको छौँ हाम्रो चेस्ट मसललाई र हाम्रो चेस्टको लागि दुईवटा एक्सर्साइज गर्नेछौँ। एउटा इन्क्लाइन एउटा अप्पर चेस्टको लागि र अर्को मिड र लो चेस्टको लागि। र हाम्रो अप्पर चेस्टको पहिलो एक्सर्साइज रहेको छ इन्क्लाइन बेन्च प्रेस। यसमा तपाईँले मिसिन प्रेस इन्क्लाइन होइन, अनि डम्बल प्रेस बारबल प्रेस त्यति तिनवटामा एउटा जुन पनि गर्न सक्नुहुनेछ। म चाहिँ बारबल प्रेस गर्छु किनकि मलाई कम्फर्ट त्यसमा फिल हुन्छ होइन। डम्बल प्रेस पनि गर्दा हुन्छ तपाईँले इफ मजाले स्ट्रेच अलिक धेरै नै स्ट्रेच फिल हुन्छ भने चाहिँ डम्बल प्रेस गर्दा हुनेछ तपाईँले। र तपाईँहरूकोमा मेसिन हुनसक्छ, मेसिन ठुल्ठुलो जिमहरूमा मेसिन पनि हुन्छ, मेसिन प्रेस पनि हान्न सक्नुहुन्छ। र मैले बारबल प्रेस गर्नलाई चाहिँ मेरो एल्बोले कम्फर्ट लिन्छ क्या त्यसमा। र डम्बल प्रेस गर्दा मेरो यो एल्बो, यो देब्रे साइडको एल्बोको यहाँको मसलले के छ भने मेरो यहाँको टेन्डन अलिकति सरेको छ क्या, यतापट्टि निस्केको छ क्या, यो एल्बोभन्दा बाहिर, यहाँको बोनभन्दा बाहिर। त्यही भएर मलाई अलिकति गाह्रो फिल हुन्छ। इफ तपाईँहरूलाई होइन बारबल त्यति फिल हुँदैन, स्ट्रेच फिल हुँदैन, यु क्यान युज डम्बल, तपाईँले डम्बल युज गर्न सक्नुहुनेछ। र यसमा फर्म आफ्नो हुन्छ, नर्मल चेस्ट अप गरेर सोल्डरलाई डाउन गरेर तपाईँले हान्न सक्नुहुनेछ। यसमा वेट चाहिँ 8 to 12 रेप्स आओस् होइन। र वेट चाहिँ त्यस्तै लिनु होला। सो यो चाहिँ तपाईँको इन्क्लाइन अप्पर चेस्टको लागि। र अब हामी लागौँ हाम्रो लोवर र मिड चेस्टको लागि। अर्को एक्सर्साइज छ, यसमा पनि तपाईँले फ्ल्याट डम्बल बेन्च प्रेस, फ्ल्याट डम्बल बारबेल प्रेस होइन, अनि मिसिन प्रेस पनि हान्न सक्नुहुन्छ, मिसिन पनि हुन्छ लोवर चेस्टको लागि। र अर्को छ केबल पुली पनि युज गर्न सक्नुहुन्छ। त्यो पुली केबल युज गर्न सक्नुहुन्छ भन्दाखेरि बुझ्नुहुन्छ होला। र यसमा चाहिँ मैले युज गरेको छु केबल होइन। र यसमा तपाईँले इफ केबलमा फिल हुँदैन, यु क्यान युज द मिसिन, डम्बल र बारबेल, त्यति तिनवटामा एउटा जे पनि लिन सक्नुहुनेछ। म बारबेलले पनि कहिलेकाहीँ हान्छु होइन। र मैले मिसिनले चाहिँ हान्न छाडेँ किनकि मलाई यो चेस्टमा फिल नभएर होला, मलाई त्यति फिल हुँदैन थियो, यहाँ माथि धेरै फिल हुन्छ क्या। त्यही भएर मैले हान्न छाडेँ केबल मिसिनबाट चाहिँ। र अहिले म केबल नभए बारबेल दुइटामा एउटाले हान्छु। केबल खाली नहुँदा बारबेल युज गर्छु। डम्बल चाहिँ म युज गर्दिनँ, मैले अघि भनिसकेँ मेरो एल्बोले गर्दा हुँदैन होइन। इफ तपाईँहरूलाई बारले गाह्रो लाग्छ भने यु क्यान युज द डम्बल र केबल दुइटा, अनि एउटा मिसिन, त्यतिमा एउटा युज गर्न सक्नुहुन्छ। यसले चाहिँ तपाईँको यो चाहिँ यसलाई के भन्छ, केबल फ्लाइ भन्छ होला सायद होइन, केबल फ्लाइ नै होला यसको नाम। यसले तपाईँको मिड चेस्ट अनि लोवर चेस्ट ताक्नेछ होइन। मिड चेस्ट चाहिँ सानै हुन्छ, धेरै ठुलो हुँदैन, र लोवर चेस्टले पनि ताक्छ। र यो चाहिँ तपाईँहरूको लोयर र मिड चेस्टको लागि एकदम राम्रो हो। अलिकति तपाईँ धेरै नै अब फर्म कस्तो टाइपको हान्नुहुन्छ त्यसमा पनि भर पर्छ। म जस्तो लिन भएर हान्नु भने चाहिँ तपाईँको यो ओभरअल चेस्ट ताक्छ होइन। र म जस्तो लिन नभइकन अलिकति अगाडि गएर हान्नुभयो, अगाडि गएर खुट्टा अगाडि पछाडि राखेर यसरी हान्नुभयो भने चाहिँ तपाईँको लोवर चेस्ट र मिड चेस्टलाई मात्रै ताक्छ, माथि अप्पर चेस्टमा त्यति लाग्दैन। लाग्न चाहिँ लाग्छ, थोरै थोरै लाग्छ क्या। र यो चाहिँ हाम्रो आजको चेस्टको एक्सर्साइज हो। तपाईँहरूलाई मन पऱ्यो होला। यो चाहिँ मैले गर्ने एक्सर्साइज हो, तपाईँलाई यो मन पर्दैन भने आफ्नो जे मन लाग्छ त्यही गर्दा हुन्छ होइन। सो तपाईँलाई मन पऱ्यो होला भिडियो, मन पऱ्यो भने तपाईँ दुइटा साथीलाई सेयर गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ, नट डन एट, टाइम टु डु इट एन्ड टुमरो।